भाइरल पुल छ। आज चाहिँ वैशाख 2 गते बसिसक्यो, धेरैजना छौँ। अब चाहिँ हामी सर्लका यहाँबाट छिर्नै लाग्यो। किन लाग्यो खतरा ठाउँमा रहेछ पुल चाहिँ। होला त यस्तो देखिँदो छ। हाम्रो यात्रा बढेको छ अब। कहाँ माथि हो पक्रिँदैन है, पुरा डेन्जरै हल्लिन्छ यता र उता हो। हल्लिन्छ निकै खतरा तरिकाले हल्लिँदो रहेछ होइन। पुल चाहिँ यति लामो पुल रहेछ कि ओहो भनेर साध्य छैन नि हौ। मुनि त्यस्तो भ्यू देखिँदो रहेछ है। खेतबारी टट्टसँगले उँधो होइन, सट्टसँगले यो उँधो पनि। लागि यति रमाइलो ठाउँ रहेछ यहाँ। पुलले हेर्नुको लागि मान्छेहरू टट्टसँग आउने। डराउनु हुँदैन है लु, नडरे सरर नडरे पो हिँड्ने हो त्यत्तिकै। भाइ आउँदैछ प्रशान्त भाइ? हाम्रो यात्रा चाहिँ एकदम तीव्र रूपमा गएको। लगाएको छ बुढो र हल्लिरहेको छ त्यत्तिकै पनि। पुलले त हल्लाइहाल्छ नि। ल एकदम राम्रो छ है, राम्रो छ। ल यहाँ तल चाहिँ मकै खेती, टमाटर। यो पुलबाट चाहिँ यस्तो देखिन्छ उँधोको साइड यस्तो छ। तर पुल चाहिँ गजबै छ है। भाइ त पुगेर आइसकेको छ नि। यस्तो हो क्या, डराउनु हुँदैन क्या, कुद्नुपर्छ। ल सबैजना पुगेर आउनेहरू छन् यता। लगभग पुलको आधी भागमा आइपुगिसक्यो। डर भन्ने चाहिँ पटक्कै लागेको छैन मलाई। पुग्नु भएको हिँड्नु न उता यार। अहिलेसम्मको एक्स्ट्रा चस्मा लाग्यो अरे भन्ने कुरा आयो त यार। ल एउटा भ्लगमा आउँछ है यो चाहिँ। पार गर्नै लाग्यो। 10 मिनट जति लाग्ने रहेछ बाटो घुम्नु। यहाँबाट यहाँसम्म आइपुगिसक्यो। फर्किहाल्नु पर्यो। पुल पार गरेर वारीपट्टि आइयो। अब हामी फेरि पारिपट्टि नै लाग्छौँ होइन। यो चाहिँ मेरो टाउको भ्लग हो।
सबैले टाउको मात्रै हेर्न पाउँछ यहाँ चाहिँ अरू केही पाइँदैन अब हामी लाग्यो यहाँ चाहिँ अहिले देख्दै हुन्छ हाम्रो बहिनीहरू गोल फिङ्गरमा हिसाब किताब गोल फिङ्गरमा हिसाब नमिलेर रिसाइसकेको छ होइन 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 गाइजहरु होइन कस्तो नआउने पर्यो भाइ पनि हिँड्न रत्न राई है त म विचार गर्छु भरे आउँछ है यो चाहिँ कसले मिठा चोर्ने हुन्छ र धनको माया धनी मनको माया पो हुन्छ मन करी मनको आँखा खोली मलाई माया गर म राख्छु तिमीलाई सधैँ खुसी पारी मनको आँखा खोली मलाई माया गर मैले राख्छु तिमीलाई सधैँ खुसी पारी झरी परेको पल तिमी तपाईहरुको नि यो स्कुलमा चाहिँ आएर झापाको झन् नजिकै यो इलाम जाने रोडदेखि यतापट्टि हो अब हामी अर्को लाग्छौँ होला है अब चाहिँ हामी ठ्याक्कै झापाको बाउडै गाविस स्थित मिनी माउन्टेन भन्ने ठाउँमा आएको मिनी माउन्टेनमा आएको छौँ अब चाहिँ यहाँ चाहिँ बच्चाहरूलाई खेल्ने पार्क विभिन्न किसिमको केटाकेटीहरूको बच्चाहरूको लागि चाहिँ खेलाउनको लागि त्यसरी यहाँ चाहिँ अब टिकट चाहिँ मात्र 20 रुपियाँ मात्रै लाग्छ यहाँ चाहिँ होइन हामी उता पुलबाट सिधै ट्रान्सफर भएर आएको होइन ढुङ्गाहरूलाई विभिन्न किसिमको रङ लगाएर होइन यो पहिलाको गुइठे तोप हामीले लाग्यो उताबाट चाहिँ पड्काउने यो हाम्रो गुइठे तोप हो यो तोप पहिला पड्काउनुको हाम्रो छोरा गुइठे तोप भित्र चाहिँ विभिन्न किसिमको बच्चाहरूलाई खेलाउनु घुमाउनुको लागि आज हाम्रो भ्लग यस्तै छ जस्तै हाम्रो भैँसीमा जाने बुढो डाँडा यस्तै हो यो यसलाई रिक्सा एउटा बनाउनको लागि खेलाउनको लागि सानो पार्क छ माम आउनु भएको थियो यहाँ होइन मेरो त उताको सबै जोडेर आउँछ नि त भ्लग त विभिन्न किसिमको यो माटोको चाहिँ यहाँ विभिन्न किसिमको खुम्टाहरू बनाएर त्यही भएर यसलाई चाहिँ मिनी माउन्टेन भन्दो रहेछ है यो चाहिँ भेटिन्छ खुम्टाहरू छ यो बनाएको होइन यो प्राकृतिक रूपमै यस्तो देखिन्छ यसमा चाहिँ प्राकृतिक रूपले नै यस्तो बनिएको हो हेर्नुपर्छ हिमालको चुचुराहरू जस्तो देखिन्छ यहाँ चाहिँ माउन्टेन ठ्याक्कै यो भित्र यसको यो चाहिँ मान्छेले बनाएको नि प्राकृतिक रूपमा है यो चाहिँ दामी हेलो के छ
म फेरि भेट्न आउँछु तिमीलाई ओके थ्याङ्क यू सो मच 2022 सालको भेरी भेरी शुभकामना जे जस्तो कुरो भए पनि अब हामी त यहाँबाट फर्किनु पर्ने हुन्छ रात पर्यो अब चाहिँ होइन पुरै रात पर्यो 82 साललाई पुरै घुमियो 82 साल निकै खतरा तरिकाले घुमियो होइन अब चाहिँ मैले भ्लगको बिट मार्नै पर्ने हुन्छ ल अब यति भन्दै 82 साल लाग्यो बहिनीले कराइसक्यो यति भन्दा मैले भ्लग चाहिँ अब घोप्टाउनु पर्ने हुन्छ ल घोप्टाएँ ल खत्म बाय बाय टाटा गुड बाय गया